Hello everyone, good morning. Welcome to my next video. म चाहिँ भर्खरै उठेर पानी खान लाग्दैछु गाइस। आज चाहिँ 9 बजिसक्यो, बहुत देरी उठेँ होइन, क्लास पनि छैन अब। त्यही भएर अब पानी सानी खाएर म नास्तातिर लाग्छु गाइस। रुममा पनि एक्लै छु होइन। अनि पानी सानी खाएर म लागिसकेँ नास्ताको लागि। म नास्तामा के बनाउँछु भने पास्ता। मलाई चाहिँ पास्ता बहुत मनपर्छ है गाइस। कसलाई मनपर्छ कमेन्ट गर्नु होला। पानी चाहिँ अघिदेखि बोइल गरेको थिएँ, बोइल पानीमा दिएँ। त्यसपछि त दुध गरम गर्दैछु, चाय पनि बनाउने हो। ठन्डा महिनामा चिया नखाने त कुरै भएन होइन गाइस। तेल गरम गरेर पाँचफोरन दिएँ, थोडा उसको बादमा प्याज दिएँ, त्यसको बादमा हल्दी, त्यसको बादमा म दिन्छु टमाटर। टमाटरलाई हल्का पकाएर निमक सिमक दिएँ। त्यसपछि यसलाई हल्का पकाएर यो पाकिसकेपछि फेरि मैले हालिसकेको छु, यता मेरो चिया पनि रेडी भइसकेको छ। फेरि मैले हालिसकेको छु पास्ता बनाएँ। त्यसमा पास्ता हालिदिएँ गाइस। पास्ता त्यसलाई मिक्स गरिसकेपछि फेरि मैले हाल्छु धनियाँ। धनियाँ त हाल्ने पनि मलाई बहुत मनपर्छ, त्यही भएर मैले हालेँ।